मान्छेले बर्गर बनाएको म हेर्दैछु क्या। त्यो चाहिँ के दलेको? माइनस यसले चाहिँ के गर्छ बर्गरलाई? स्वाद जस्तै दल्नु पर्दो रहेछ होइन? दामी घिउ जस्तै देखिँदो रहेछ होइन? त्यो बर्गरलाई चाहिँ कति डिराममा बेच्ने हो रफी? कति डिराममा? 6 डिराम? सस्तो रहेछ त। मेरो भाइले चाहिँ टक्क है कसरी समोसा यसलाई बनाउने भन्ने अरू त्यो त्यति दलिसकेपछि चाहिँ यो के दलेको अरे? के अरे? माइनस सस दलिसकेर चाहिँ माथिबाट टक्क के हाल्दो रहेछ भन्दा? चाइनिज क्याबेज हुँदैन, नेपालीमा भन्दा चाहिँ यसलाई चाइनिज साग भन्छौँ हामी। एक्सपर्ट भइसकेको छ केटाहरू। अब के हाल्नु पर्यो यहाँ? स्लाइसवाला यसलाई चाहिँ स्लाइस, पुरा स्लाइस। यसलाई चाहिँ 20 मिनट आधी घन्टामा चेन्ज गर्नु पर्दो रहेछ गाइस। ड्यामेज भयो भने यहाँ एकदम डेन्जर हो। यसै हो भने फ्लेभर दामी दिनु पर्यो। यहाँ माथिबाट अब टक्कै यति गरिसकेपछि हामी केचप हाल्छौँ। यो केचप चाहिँ कुन फ्लेभर हो कि? टोमेटो केचप। ओके। मिस्ट गाह्रो छ नि साथी, विदेशमा काम गर्न गाह्रो छ है गाइस। कतिबाट चाहिँ हामी चिज हाल्दैछौँ। चिकन रेडी हुँदैछ बर्गरको लागि। टक्क यहाँ के हालिसकेपछि हामी चिकन हाल्यो, त्यसपछि बिफ, त्यसको माथिबाट बन रेडी भएपछि हामी यसलाई ओभनमा हाल्छौँ। हाम्रो ओभन अगाडि नै रेडी तातेको कारणले यसलाई हामी निभाएर ठिक्क मात्र पकाउँछौँ। धेरै पकायो भने फेरि अलिक डढ्छ गाइस। भित्र पाक्दैछ हाम्रो बर्गर रेडी हुँदैछ है। फ्रेन्च फ्राई होइन रेडी भयो। चट्ट प्याकिङ
ऱ्याप गर्छ फ्रेन्च फ्राई रेडी भइसकेको छ यहाँ यो कुन बर्गर यो चिकन 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 त्यस्तो बेड मैले टक्क फ्रेन्च फ्राई टक्क हाल्ने Finally ready guys.